विवाह कसैलाई वरदान हुन्छ त कसैलाई अभिशाप हुन्छ, यही कुरा हामीले ठम्म्याउँदैछौँ यति बेला लालीगुराँस टेलिभिजन मार्फत। धेरै महिलाहरू पछिल्लो पटक पुरुषका कारण चाहिँ आफ्नो घरबार बिगारिरहेका हुन्छन् भने कतिपय पुरुषहरू महिलाकै कारण आफ्नो घरबार बिगारिरहेका हुन्छन्। केही समय अगाडि 18 वर्षीय सपना खड्काको रामेछाप जिल्लामा विवाह भएको थियो। माइला केसीसँग धुमधाम साथ बाजा बजाएर विवाह सम्पन्न भयो। विवाहमा झन्डै 200 भन्दा बढी जन्ती थिए। वैदेशिक रोजगारीबाट फर्किएका केसीले बेहुलीको लागि भने जस्तै गरी गहना पनि ल्याएका थिए। विवाह गरेर भित्राएपछि स्वाभाविक रूपमा श्रीमान र श्रीमती भएपछि एक आपसमा मनका कुरा साट्ने गर्छन्। तर बेहुली आफ्नो श्रीमानसँग बोल्न त परै जाओस्, नजिक हुन पनि चाहिनन्। 3 दिन सामान्य कुरा पनि नभइकन बित्यो। संस्कार अनुसार 3 दिन दुल्हन फर्काउनका लागि ससुराली गए। सँगै घर लिएर आउनुपर्ने श्रीमतीलाई उनले माइती घरमै छोडेर आए। ससुरालीमा सासू ससुराले छोरी बिरामी छ, छोडेर जानु भनेपछि केसी एक्लै घर फर्किए। 16 दिनमा पुनः दुल्हन फर्काउनका लागि ससुरा बुहारी लिन आए। तर माइती पक्षले ज्वाइँलाई पठाउन आग्रह गरेपछि श्रीमती लिन माइला नै बेथान गए। उनले श्रीमतीलाई हेरे निकै उदास देखे। सोचे बिरामी भएर होला, नभन्दै सासू ससुराले केसीलाई छोरी बिरामी छ, किडनीको अपरेसन गरेर ल्याएको हो, राम्रोसँग ख्याल गर्नुहोला। उनी कड्किए, किन तपाईँहरूले गरेको? मै गरिहाल्थेँ नि, फेरि मलाई खबर पनि गर्नु भएन। उनले केही गडबड भएको अनुमान गरे पनि श्रीमतीलाई घरमै लिएर जाने बताए। विवाह गरेपछि श्रीमान र श्रीमती बीचमा भविष्यको योजना बनाउने विषयमा कुरा हुनु स्वाभाविक हो। केसीले कुरा गर्दा पनि खड्काले कुनै जवाफ नै फर्काएनन्। उनले सोचेछन् नयाँ भएर लाज मानेको होला। घर लगेको रात पनि श्रीमती उनीसँग बस्न मानिनन्। खड्काले के भयो भनेर सोद्धा उनले आफू रजस्वला भएको बताइछिन्। केही दिन यसरी नै बित्यो। तर श्रीमानलाई उनी रजस्वलाले बिरामी भएको शङ्का लाग्न थाल्यो। श्रीमान माइला केसीले भने धेरै सम्झाए, धेरै बुझाए, तर केही बोल्न मानिनन्। नबोलेपछि 2-3 झापु लगाएपछि आफूले गर्भ फालेर आएको स्वीकार गरिन्। किन विवाह गर्नुभन्दा अगाडि नभनेको त भनेर प्रश्न गर्दा उनले बुबा आमाले जबरजस्ती विवाह गरेको बताइन्। उनले भने जब श्रीमतीले दाइसँगको यौन सम्पर्कबाट गर्भ रहन गएको समेत खुलासा गरिन्, त्यसपछि मलाई उनको अनुहार पनि हेर्न मन लागेन। केसीले भने घर सल्लाह गरेर त्यही रात माइत पुर्याइदिए। हाडनाता करनी अन्तर्गत गर्भ रहन गएको थाहा पाएपछि गाउँलेहरूको भेलाले सपना खड्का र राधेश्याम खड्कालाई गाउँ निकाला गर्ने निर्णय गरेको छन्। सपना खड्का र राधेश्याम खड्का नातामा दाजुभाइका छोराछोरी दाजुबहिनी हामीले मान्छौँ र दाजुबहिनी भएको खुलासा भयो। यस्ता गतिविधिले गाउँमा विसङ्गति बढ्ने भन्दै आगामी दिनमा विकृति र विसङ्गतिको रोक्नका लागि गाउँ निकाला गर्ने निर्णय गरिएको स्थानीय प्रदीप खड्काले बताए। उनले भने गाउँमा विकृति बढ्दै गएको छ, त्यसलाई रोक्नका लागि यो घटनाबाट पाठ सिक्नुपर्छ। आफ्नै दाजुबहिनी बीच अवैध सम्बन्ध रहनु अनि विवाह गरेर फेरि बच्चा फ्याँक्नु यो कहाँसम्मको नीति हो? घर परिवारको सदस्यहरू समेत गाउँमा बदनाम भएको छ, हामीले कसरी हेर्न सक्छौँ? अझ रोचक त के भने राधेश्याम खड्काको गत फागुन 26 गते मुन्सी भदौरे स्थित हिल्केटारमा मागी विवाह भएको थियो। उनकी श्रीमती हाल गर्भवती भएकी छिन्। विवाह गरेको 20 दिनमै गर्भवती भएको थाहा पाएपछि घर पक्षले फिर्ता गरेपछि यो घटनालाई गुपचुप बनाउनुको लागि बेथानका आफूलाई बुद्धिजीवीहरूले पैसा खाएर घटनालाई अन्त्य गर्न चाहेको थिए। तर एक कान दुई कान मैदान भएको घटनाले बिस्तारै बाहिर आयो। गाउँलेहरूले 20 दिनमै फिर्ता गर्नुपर्ने कारण खोज्दै इलाका प्रहरी कार्यालय बेथानमा झन्डै 200 जनाले हस्ताक्षर गरे र निवेदन पनि दिए। केटा माइला केसी र उनका बुहारी हरिबहादुर केसी र बेथानका दुर्वा खड्का र इन्द्र खड्का, अर्जुन खत्री र काका कविन्द्र खड्का बसेर सहमति अनुसार 1,60,000 मा मुद्दा मिलाएका थिए। सहमति अनुसार केटा पक्षलाई 60,000 रुपैयाँ दिने र केटीलाई अर्को केटा खोजेर विवाह गर्नको लागि 1 लाख रुपैयाँ दिने सहमति भएको थियो। 1,60,000 रुपैयाँ राधेश्यामका बुबा नेत्र बहादुर
खड्कासँग असुलिएको थियो। समाजमा विकृति र विसङ्गतिमा संग्रहणलाई कारबाही गर्नुको सट्टा पैसा लिएर गुपचुप गराउन लागेको भन्दै चौकीमा मुद्दा दायर गरेको थियो। गाउँलेहरूको भेलाले 4 जनाको विरुद्ध मुद्दा हालेको इलाका प्रहरी कार्यालय प्रहरी नायक उपरीक्षक रमेश थापाले बताए। उनले भने निवेदन गरेको छ, छलफल गरेर निकास निस्कन सक्ने गृह कार्य भइरहेको छ।